नमस्ते, म डाक्टर प्रभाकर शाह, जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जन। आज हामी यो पब्लिक अवेरनेसको लागि जुन नेपालमा चाहिँ नि यो मलद्वार सम्बन्धी रोगहरूबाट धेरै मान्छेहरू पीडित छन् र त्यसको मुख्यतया चाहिँ नि उपचार गराउन चाहिँ लाज मान्छन्। यसलाई चाहिँ नि एउटा गुप्त रोगको रूपमा लिन्छन्। चाहिँ नि जचाउन अप्ठ्यारो मान्छन्। लुकी चाहिँ नि मलमहरू लाउने, औषधिहरू खाने गर्छन् अथवा उपचारबाट पनि पीडित छन्। जस्तै उचित ठाउँमा नगएर अनावश्यक औषधिहरू खाएर, जसलाई यो सम्बन्धी नलेज नै छैन, यसको डक्टर नै होइनन् अथवा यसको प्रोपर स्पेसलाइजेसन नै गरेका छैन, त्यस्तो ठाउँहरूबाट चाहिँ औषधि किनेर खान्छन्। र औषधि पनि कस्तो भन्दाखेरि जति दिनसम्म धाइराख्यो त्यति जेलसम्म चाहिँ औषधि चलाइराख्ने, रोग चाहिँ 20को 19 नहुने। त्यसरी चाहिँ क्रोनिक रूपमा वर्षसम्म चाहिँ औषधि खाएर बसेका हुन्छन्। त्यस्तो बिरामीहरूलाई हामी आफ्नो एकजना बिरामीको कुरा सुनाउन गइरहेका छौँ। उहाँ निकै टाढाबाट आउनु भएको छ, धरानबाट आउनु भएको छ क्यारे उहाँहरू। र उहाँ चाहिँ नि आउँदाखेरि के समस्या लिएर आउनुभएको थियो, यहाँ हामीबाट चाहिँ नि कतिको सहज भयो उपचार, त्यो कुराहरू उहाँहरू आफ्नै मुखबाट भन्नुहुन्छ। नमस्ते बहिनी। नमस्ते। सानो परिचय दिनुहोस्, तपाईँहरू आफ्नो कहाँबाट आउनुभयो, कस्तो दुःख पीडा लिएर आउनु भएको छ, अलिकति भनिदिनुहोस्। नमस्ते, म सुनिमा राई, म झनाबाट आएको। मलाई 1 वर्ष भयो होला, अलिक अप्ठ्यारो भएको, मलाई पाइल्स भएको थियो। अनि हामी चाहिँ टिकटकबाट हेरेर आएको, अनि यहाँनिर राम्रो गर्नुभयो। अनि यति टाढाबाट तपाईँहरू एउटा विश्वास लिएर आउनुभयो, आउँदाखेरि मनमा कस्तो लागेको थियो? म यहाँ ठगिने ठाउँ पो रहेछ कि त्यस्तो लागेको थियो कि थिएन? त्यस्तो केही सोच्नु भएन। अनि यहाँ उपचार गर्दाखेरि सँगै तपाईँ पनि आउनु भएको थियो, होइन? हजुर, मैले नै खास बुझेको। हजुर, मैले चाहिँ टिकटकमा हेरेको थिएँ। हजुर, अब अरू ठाउँ धेरै बुझ्यो। हजुर। खासै विश्वास भएन। यहाँ पनि सुरुमा त विश्वास थिएन। हजुर। यहाँ आयो, हजुरले चेक गर्नुभयो, हेर्नुभयो, सबै राम्रो लाग्यो। हजुर। अनि हामी आएको सेकेन्ड दिनमा हामीले अपरेसन गरिहाल्यौँ। हजुर। त्यो सहज सरल हुँदो रहेछ, राम्रो हुँदो रहेछ। त्यस यहाँ उपचार भन्दा पनि यहाँको स्टाफहरू, सिस्टरहरू, डक्टरहरू राम्रो हुँदो रहेछ। त्यस राम्रो लाग्यो। हामीलाई खासै विश्वास त थिएन। हजुरहरू पनि आउनुहोस्, बुझ्नुहोस्, होइन? विश्वासको लागि राम्रो गर्नुहोस्। अब जबरजस्ती राम्रो छ गर्नु भन्ने पनि हुँदैन, होइन? विश्वास लिनुहोस्, गर्नुहोस्, बुझ्नुहोस्। जस हामीलाई चाहिँ धेरै विश्वास लाग्यो। हामी धरानबाट आएको हो, धेरै टाढोबाट। अनि हामी चाहिँ अहिले त्यस राम्रो भएको छ नानीलाई। अब मानौ अब फुल्ली नै जस्तै भइसक्यो है, 1 महिनाको रेन्जमा। अब धेरै पनि भएको छैन, 1 महिना लगभग कम्प्लिट जस्तै दिनुभएको छ। त्यस धेरै खुसी छौँ। हाम्रो मास्टरलाई धेरै धेरै धन्यवाद। सो बहिनीलाई अपरेसन गर्दाखेरि कतिको अप्ठ्यारो भयो? धेरै मान्छे चाहिँ नि ओहो अपरेसन गर्दाखेरि महिनौ 1 महिना बेडमा सुत्नु पर्ला कि, होइन? अपरेसन गर्दा चाहिँ एकदमै मरे जस्तो दुख्छ कि, कतिको अप्ठ्यारो भयो? सुरुमा अप्ठ्यारो चाहिँ भएको थियो, दुख्छ होला भन्ने डर पनि थियो, तर दुखेन पनि, सजिलै छिटै भइगयो। धेरै टाइम यहाँबाट तपाईँहरू फर्किँदाखेरि चाहिँ घरमा अप्ठ्यारो त भएन? केही अप्ठ्यारो भएन? अपरेसनको भोलिपल्टै गएको। भोलिपल्टै धरान फर्किनु भयो? ए, घरमा गएर मजाले आफ्नो काम गर्ने। अनि त्यसपछि गएर चाहिँ अहिले एकदमै तपाईँलाई कुनै समस्या लागिरहेको छैन, औषधि पनि धेरै खानु परेन, होइन? स्पेसली तपाईँ जस्तै एउटा स्टुडेन्ट लाइफमा सायद हुनुहुन्छ होला, अरू स्टुडेन्ट लाइफमै केटी मान्छेहरूलाई स्पेसली के सल्लाह दिन चाहनुहुन्छ जस्तो यो रोगसँग पीडित छन्? धेरै नलुकाउनु। लुकाउनु हुँदैन। एक्ज्याक्टली, यो रोग लुकाएर राख्ने रोग होइन। जस्तै ज्वरो आउँछ मान्छेलाई, कान पाक्छ, त्यस्तै एउटा सामान्य रोग हो। यसलाई जचायो भने निको हुन्छ। अर्को के सल्लाह दिनुहुन्छ? अरू के भन्न चाहनुहुन्छ बिरामीहरूलाई? अरू केही नभन्ने। सो एकदमै राम्रो कुरा भन्नुभयो बहिनीले कि लुकाएर नराख्नुहोस्। प्रायः जसो हाम्रो नेपालमा चाहिँ आइमाई मान्छे, केटी मान्छेहरूले चाहिँ जसरी मैले भने लुकाएर राख्ने चलन छ रोगलाई। सो लुकाएर नराख्नुहोस्। र अर्को कुरा चाहिँ नि यसको विज्ञ जो छ त्यहाँ गएर पहिला बुझ्नुहोस् रोग हो के। बाहिरतिर के छ भने जे रोग भए पनि पाइल्स नै भन्दो रहेछ। जस्तै उहाँको पनि 2टा समस्या थियो, पाइल्स पनि थियो, फिसर पनि थियो। प्रष्ट छुट्याएर सबै कुरा बुझाएँ, त्यसले गर्दा यो भएको हो। नत्र जे रोग भए पनि त्यसलाई पाइल्स भन्दो रहेछ। मलद्वारबाट रगत जाने, मलद्वारमा दुख्ने सबै रोग पाइल्स नै हुँदैन। विभिन्न खाले अरू रोगहरू पनि हुन्छन्। पहिला यसको विज्ञ कहाँ गएर जचाउनुहोस् कि रोग हो के र त्यसको उपचार के त, उपचार विधि के छन्, सबै कुरा बुझेर अनि मात्रै त्यसको चाहिँ उपचार गराउनुहोस्। सबै कुरालाई एउटै मलद्वार सम्बन्धी जे भए पनि पाइल्सको नाममा चाहिँ नि
महिनौँ महिना वर्षौँ वर्षसम्म चाहिँ नि औषधिमा पैसा खेर नफाल्नुहोस्। सो हजुरहरूलाई धेरै धेरै धन्यवाद। हामीलाई विश्वास गरेर धरानबाट यहाँसम्म आइदिनु हो र हामीले प्रयास गऱ्यौँ, राम्रो भयो, सफल भयो, राम्रो छ र आगामी दिनहरूमा पनि तपाईँहरूलाई सबै कुरा राम्रो होस् भन्ने कामना गर्दछु। म डाक्टर प्रभाकर शाह, जनरल ल्याप्रोस्कोपिक सर्जन। हाम्रो बिरामी एकजना चाहिँ नि जुन यो केही दिन अगाडि हामी उपचार गरेका थियौँ पाइल्स सम्बन्धी, उहाँसँग तपाईँको परिचय गराउन गइरहेको छौँ। किनभने उहाँले आफ्नै स्वइच्छाले मान्छेहरूलाई कस्तो दुःख पाइरहेछन्, कतिको दुःख पाइरहेछन्, त्यो सम्बन्धी जनचेतनाको लागि चाहिँ नि उहाँ चाहिँ नि के भन्न चाहनुहुन्छ। नमस्कार। नमस्कार। हजुर आफ्नो परिचय दिनुहोस् त सानो। म बर्दिया नयाँ गाउँदेखि हो, राजापुर नगरपालिका। हजुर म उहाँसँग आएँ पहिलो भेटमा। नाम के हजुरको? आकाश थारू। अनि तपाईँ के समस्याबाट पीडित हुनुहुन्छ? कस्तो अप्ठ्यारो थियो? म लगभग 5-7 वर्षदेखि नै पाइल्स रोग मलद्वारदेखि पीडित थिएँ। अनि उहाँदेखि पहिलो भेटमै गएको औषधि गराएको। अनि यो पाइल्सबाट पीडित हुँदाखेरि तपाईँ अरू ठाउँमा पनि चेक गराउनु भयो होला, औषधि खानुभयो होला? हजुर, म धेरै ठाउँमा औषधि खाएँ। काठमाडौँको 5-7वटै हस्पिटलमा, ठुल्ठुलो हस्पिटलमा नै गएर चेक गराएर। काठमाडौँको ठुल्ठुलो 5-7वटा अस्पतालमा चेक गराउनु भयो, औषधि पनि खानुभयो? औषधि नि धेरै खाएको। धेरै खानुभयो। अनि यता पनि नेपालगञ्ज अरू यता अरू एरियामा पनि खानुभयो? नेपालगञ्जमा नि 2-3 ठाउँमा खानुभयो। त्यो औषधिहरूले तपाईँलाई कतिको फाइदा गर्यो? त्यो औषधि खाँदा केही पनि असर गरेन। केही असर गरेन भनेपछि नाम मात्रको नाम जाने, जचाउने, पैसोतिर औषधि किन्ने, खाने, समस्या समाधान भएन। धेरै नै खर्च गरेँ मैले। धेरै खर्च गर्नु, समय पनि गयो, पैसो पनि गयो। त्यसपछि हाम्रो बारेमा कसरी तपाईँले थाहा पाउनुभयो? मैले फेसबुकमा त्यहाँ पुरी गाउँको क्लिनिक रहेछ, त्यहीँको स्ट्याटस देखेर थाहा पाउनु फेसबुकबाटै थाहा पाएर यहाँ आउनुभयो। यहाँ आउँदाखेरि मलाई भेट्नुभन्दा अगाडि तपाईँलाई मनमा कस्तो कुरा खेलिरहेको थियो, कस्तो लागिरहेको थियो? यहाँ पनि औषधि उपचार गरेर ठिक नहुने हो कि जस्तो लागेको थियो कि नै? लागेको थियो। धेरै नै खुल्दिलो भएको थियो। कस्तो खुल्दिलो भएको थियो अलिकति भनिदिनुहोस्। के हुन्छ, कस्तो होला, फेरि औषधि गराएर निको नहोला कि भनेर डर लाग्थ्यो। डर लागेको थियो। अहिले राम्रै भयो। अरू बाहिर अरू बिरामीहरूसँग पनि कुरा गर्नुभयो? बाहिर बसेको बेलामा बाहिर बसेको बेलामा कुरा नि गरेको, अरूहरूसँग सोधिराख्नु भएको थियो, राम्रै भयो भनेर भन्नु। अरूहरूले राम्रो भयो भनेर भन्यो। त्यसपछि तपाईँलाई विश्वास लाग्यो गराउने। हाम्रो जुन यो अमेरिकन प्रविधिबाट जुन हामी गरिरहेछौँ पाइल्सको उपचार, अब उहाँले त्यो सुनेर अरू बिरामीहरूसँग पनि कुरा गर्दाखेरि उहाँ एउटा विश्वास जागेर उहाँले योभन्दा केही हप्ता अगाडि हामीसँग चाहिँ यो अमेरिकन प्रविधिबाट उपचार गराउनु भयो। उपचारपछि तपाईँलाई कस्तो भयो त्यो अनुभव पनि अलिकति भनिदिनुहोस्, किनभने अब जो पीडितहरू हुनुहुन्छ उहाँहरूको लागि सजिलो होस् भनेर। उपचार अपरेसनको 1-2 दिन त अलि हल्का दुख्ने हुन्थ्यो, अनि त्यसपछि हप्ता दिनपछि एकदमै राम्रो भयो। अहिले मलाई करिबन 15-20 दिनपछि एकदम राम्रो भएको छ। म सरलाई भेट्न नि आएको छु। अनि तपाईँ अपरेसन कतिको सहज लाग्यो? जस्तै अरू ठाउँमा बेहोस पार्नुपर्छ होइन, के गर्नुपर्छ, भर्ना हुनुपर्छ, यहाँ तपाईँलाई कति छिटो छरितो लाग्यो? एकदम राम्रो तरिकाले भयो। म अपरेसन गर्दा त्यो गाडीमै बसेर घर गएको। गाडीमै बसेर घर जानुभयो। खानाहरू केही बार्नु पर्ने भयो त? खानाहरू केही पनि बार्नु परेन, सबै खानुभयो। सबै अहिले एकदमै सहज छ तपाईँलाई? हजुर, एकदमै राम्रो। सो अरू बिरामी जो तपाईँ जस्तै पीडित हुनुहुन्छ पाइल्सबाट, जो विभिन्न ठाउँहरू जसलाई पाइल्सको ज्ञान नै नभएको ठाउँहरूमा गएर महिनौँ महिनासम्म औषधिहरू खाने गरेका छन्, तिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, सन्देश दिन चाहनुहुन्छ? हजुर पनि पाइल्सको पीडित हुनुहुन्छ भने मलद्वारको केही समस्या छ भने यता आउनु, सरलाई भेट्नु, सल्लाह सुझाव दिनु र औषधि गराएर जानु भन्न चाहन्छु। त्यो सधैँको लागि समाधान हुन्छ। नमस्ते, म डाक्टर प्रभाकर शाह, जनरल ल्याप्रोस्कोपिक सर्जन। नमस्ते। कस्तो अप्ठ्यारो थियो तपाईँलाई त्यति बेलाखेरि? त्यतिखेर त ब्लड गएर तपाईँको बच्ला भन्ने त अलि आशा कमीमै थियो,
तर भन्न चाहिँ नसके हो होइन हजुर हजुर रिमोट दिशा बस्दाखेरि रगत मात्रै जाने रगत मात्रै हुँ। जाने अनि यहाँ आइपुगेर हजुर। अपरेसन गरेर सक्सेस भयो हजुर अहिले पूर्ण रूपले म निको भइसक्यो एकदम आनन्द छ सो उहाँको यहाँ अहिले फलोअपमा आउनु भएको छ रिपोर्टहरू पनि छ हामीसँग यहाँ आउँदाखेरि उहाँ चाहिँ नि कस्तो भन्नुभयो भने दिशा बस्दाखेरि रगत मात्रै जाने रगत मात्रै जाने हामीले रगतको जाँच गराउँदाखेरि उहाँको जम्मा हेमोग्लोबिन 4.5 4.5 मात्रै थियो उहाँको त्यो दिन हामीले उहाँलाई सबै कुरा बतायौँ पाइल्सकै रगत पाइल्सबाटै रगत गएको रहेछ र पाइल्सबाट पनि यति साह्रो ब्लिडिङ हुन्छ भनेर उहाँ आफै भुक्तभोगी हुनुहुन्छ यस्तो धेरै रगत जाने रहेछ पाइल्सबाट र त्यति बेला उहाँलाई हामीले यहाँ चाहिँ रगत पनि ट्रान्सफ्युज गऱ्यौँ 2 पोका सायद चढाएको थियौँ 2 पोका रगत हाल्यौँ त्यसपछि गएर 1 हप्ता कुर्यौँ पनि सायद कुरेर त्यसपछि हामीले यो अमेरिकन प्रविधिबाट उहाँलाई उपचार गऱ्यौँ उपचार गरेर त्यसपछि हामी रेगुलर उहाँ चाहिँ हामी हाम्रो कन्ट्याक्टमा हुनुहुन्थ्यो फलोअपमा हुनुहुन्थ्यो नियमित रूपले जी थोरै औषधिहरू थिए त्यो औषधिहरू खानुभयो सर्टेन टाइमसम्म अहिले उहाँ आउनु भएको छ फलोअपमा र उहाँको त्यो जुन समस्या लिएर आउनु भएको थियो रगत जाने पूर्ण रूपमा निको भएको छ र यसले औषधि पनि उहाँले केही प्रयोग गर्नु भएको छ सो यसबाट 2-3वटा कुरा के भन्न चाहन्छु भने यो पाइल्स रोगलाई मलद्वार सम्बन्धी रोगलाई लुकाएर अथवा चाहिँ दबाएर दबिने रोग होइन योभन्दा अगाडि सायद यहाँभन्दा आउनुभन्दा अगाडि औषधिहरू पनि खानुभयो होला कतिपय ठाउँको 2-3 ठाउँमा गएको सो औषधिहरू खाएर अथवा चाहिँ नि भनौँ न औषधिले निको हुन्छ कि भन्ने आशमा बसेर मात्रै रोग निको नहुन सक्छ र ब्लिडिङ भएर यतिसम्मको अप्ठ्यारो स्थितिसम्म बिरामी आइपुग्दो रहेछ तपाईँहरू पनि यदि मलद्वार सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ भने यो अन्तिम अवस्थासम्म कि रगतै चढाउनु पर्छ त्यस्तो अवस्थासम्म नकुर्नुहोस् बेलैमा यदि उपचार गराउनुहुन्छ भने त्यो रोग सजिलैसँग समाधान हुन्छ पहिलो कुरो दोस्रो कुरो यो महिना 6 महिना 1 वर्ष 2 वर्ष 4 वर्ष जुन औषधि खाने कुरा छ यो औषधि खाएर जाति हुने कुरा होइन औषधि भनेको सप्लिमेन्ट्री अथवा केही यो अपरेसन पश्चात उपचार पश्चात केही समयको लागि चलाउने हो कुनै रोग अरू रोगहरू हुन्छन् जसमा चाहिँ अलिक लामो समय औषधि प्रयोग गर्नुपर्ने हुन्छ तर थोरै हुन्छ पाइल्स भनेको यस्तो रोग हो जसलाई डेफिनेट सर्जरी के छ अथवा चाहिँ मिनिमल इन्भेजिभ सर्जरी के छ त्यसैबाट चाहिँ नि पूर्ण रूपमा निको हुन्छ र निको भइसकेपछि औषधि लामै समयसम्म खानुपर्ने कुनै आवश्यकता हुँदैन त्यसको ज्वलन्त उदाहरण उहाँ हुनुहुन्छ अपरेसन गरेर जानुभयो 15-20 दिनको सायद औषधि दिएँ होला मैले त्यसपछि अहिले चाहिँ नि 20 दिनको थियो होइन 2 हप्ताको औषधि थियो त्यसपछि अहिले कुनै पनि औषधि खाइराख्नु भएको छैन कुनै ब्लिडिङ पनि छैन र मुख पनि बार्नु भएको छैन सो तपाईँले मैले त अरू कुराहरू बताएँ कि बिरामीहरूको लागि तपाईँले आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ यो सम्बन्धी बिरामीहरूलाई कि कस्तो होस् के गरोस् भनेर के भन्न चाहनुहुन्छ मेरो चाहिँ चाहना अवस्था भने मैले त भोगेको कुरा हो हजुर सकेसम्म रोग नपालौँ होइन हजुर 2-4 पैसा खर्च हुन्छ आफ्नो शरीरको लागि ख्याल गर्दाखेरि एकदम उत्तम राम्रो हुन्छ आफूलाई चाहिँ त्यही फिल भएको छ होइन अब तपाईँहरूलाई पनि यस्तो रोग छ भने समयमा उपचार गरेको चाहिँ धेरै उपयुक्त हुन्छ है सो धेरै राम्रो उहाँले भन्नुभयो यदि यस्तो रोग छ भने लुकाएर नराख्नुहोस् दबाएर नराख्नुहोस् र आशमा नबाच्नुहोस् कि यो औषधि खाएर निको हुन्छ आज हुन्छ भोलि हुन्छ त्यस्तो होइन कि यसको विज्ञ कहाँ गएर अहिले नेपालमै पनि धेरै ठाउँहरू सेन्टरहरू छन् सो विज्ञ कहाँ गएर उपचार गराउनुहोस् यो उपचार हुने पर्मानेन्टली राम्रोसँग उपचार हुने खाले रोग हो सो धन्यवाद हजुरलाई स्वास्थ्यको जनरल ल्याप्रोस्कोपिक सर्जन आज हामी तपाईहरुलाई एकजना बिरामीको फिडब्याक सुनाउन गइरहेका छौं जो अरु सेन्टरमा पनि उपचार गराउनु भएको थियो र अरु ठाउँमा उपचार गराएर पनि उहाँ चाहिँ हामी कहाँ आउनुभयो ठीक नभएर र उहाँले कति दुःख पाउनुभयो उहाँको भनाइ के छ उहाँबाट सुनौँ नमस्ते नमस्ते सर आफ्नो सानो परिचय दिनुहोस् बहिनी मेरो नाम चाहिँ सरस्वती नेपाली हो मेरो घर चाहिँ राले छ हजुर अनि म चाहिँ पाइल्सले एकदमै सताइरहेको थियो होइन अनि कुवेत पनि गएर 3 महिना बसेर फर्केर आएको हजुर अनि यहाँ आइसकेपछि चाहिँ अन्त उपचार गर्न गएको तर अलि निको भएन हजुर अनि यहाँ चाहिँ हामीले भिडियो हेरेरै मेरो दिदी हुनुहुन्छ उहाँले भिडियो देखाएर यहाँ आइसकेपछि चाहिँ एकदम राम्रो भयो अहिले चाहिँ अब त्यो संस्थाको नाम नलिउँ होइन एबिसिडी कुनै ठाउँमा तपाईँ उपचार गराउन जानुभयो होइन त्यहाँ चाहिँ नि तपाईँलाई के अपरेसन गराएको थियो त्यहाँ छैन अपरेसन चाहिँ औषधिहरू चाहिँ चलाएको थियो
होइन अनि औषधिहरू लामै समय खानुभयो औषधिहरू त खाएँ मलाई पनि लगाएँ जब निको भएको थिएन अहिले चाहिँ एकदम राम्रो भएको छ। अनि तपाईँ हामी कहाँ जस्तै आउनुभयो नि यहाँ हाम्रो यो सोसियल मिडियाहरूबाट थाहा पाएर आउनुभयो आउँदाखेरि यहाँ जचाउने बेलामा पनि तपाईँको कस्तो लागिरहेको थियो मनमा ठिक होला नहोला ठग्ने ठाउँ हो कि होइन एकदम अलिकता मनमा चाहिँ यसो अब के हुन्छ होला जस्तो चाहिँ लागिरहेको थियो पछि यसो भिडियोहरू हेर्दाखेरि चाहिँ राम्रो हुन्छ होला जस्तो भइरहेको थियो मनमा कन्फिडेन्स चाहिँ थियो कन्फ्युज चाहिँ थियो जस अहिले एकदमै राम्रो भइरहेछ। अनि हामी कहाँ उपचार गराउँदाखेरि जस्तै हामीले सानो प्रोसिजर अमेरिकन प्रविधिबाट सानो प्रोसिजर पनि गऱ्यौँ अनि अपरेसन गर्ने बेलामा त घर गइसकेपछि कतिको अप्ठ्यारो भयो त्यस्तो खासै केही अप्ठ्यारो केही पनि भएन यहाँबाट सजिलै जान सक्नुभयो सजिलै गयो सजिलैसँग बसेँ त्यस्तो अप्ठ्यारो गाह्रो केही पनि भएन केही पनि भएन कतिको सजिलो लाग्यो हाम्रो यो प्रविधि एकदमै सजिलो एकदमै सजिलो छ एकदमै सजिलो छ औषधिहरू पनि थोरै खानुपर्ने हजुरले औषधिहरू पनि धेरै खानु नपर्ने एकदम सजिलो राम्रो लाग्यो राम्रो लाग्यो सो नेपालमा तपाईँ जस्तै विदेश पनि गएर आउनुभयो अरू देश पनि गएर आउनुभयो धेरै साथीहरू अरू रोगबाट पनि पीडितहरू भेट्नुभयो होला नेपालमा पनि यस्ता कतिजना ग्राइन्डहरू भेट्नुभयो होला तपाईँलाई के लाग्छ कहाँनिर डिफेक्ट छ कसको चाहिँ नि डिफेक्ट रहेछ कि केले गर्दा ग्राइन्डहरू बढी पीडित भइरहेछ के लाग्छ बिरामीहरूको आफ्नै गल्ती हो कि अथवा डक्टरहरूको पनि गल्ती हो कि राम्ररी नहेरिदिएका हुन् कि सायद अब त्यो चाहिँ मलाई अलि थाहा भएन हजुर ओके सो अरू बिरामीहरू जो यो मलद्वार सम्बन्धी रोगबाट पीडित छन् तिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ त्यसरी अब यस्तो रोगहरू छ भने चाहिँ लुकाएर नबस्नुहोस् पहिलो कुरा लुकाएर नबस्नुहोस् धेरै राम्रो हजुर लुकाएर नबस्नुहोस् अब आफ्नो उपचार राम्रोसँगले गर्नुहोस् बुझेर होइन जहाँ पाए त्यहीँ पनि नगर्नुहोस् जहाँ पाए त्यहीँ नगर्नुहोस् हो एकदम बुझेर उपचार गर्दाखेरि राम्रो हुन्छ सो उहाँको भनाइ एकदमै राम्रो छ पहिलो कुरा चाहिँ नि जुन स्पेसली महिलाहरूमा यो मलद्वार सम्बन्धी रोगलाई एउटा गुप्त रोगको रूपमा पहिला लिन्थ्यो लजाउने कोहीसँग सेयर नगर्ने चुप लागेर जाने कुनै मेडिकलहरूबाट चाहिँ नि औषधि या कुनै मलम ल्याएर लाउने जुनबाट ठिक हुँदैन र पटक पटक त्यो औषधि चाहिँ नि 15 दिनमा महिनै दिनमा गएर ल्याउँदै खाँदै गऱ्यो लुकाएर बस्दै गऱ्यो रोग पनि बल्झिँदै गयो त्यो जुन ट्रेन्ड चलिरहेको थियो उहाँको भनाइ के छ भने त्यसरी नगर्नुहोस् लजाएर नबस्नुहोस् यो कुनै गुप्त रोग होइन अरू रोग जस्तै अरू समस्याहरू जस्तै यो पनि एउटा सामान्य प्रकारको रोग हो तर निकै झन्झटिलो रोग हो र उहाँको यसको उपचार सम्बन्धी पनि उहाँले एकदमै राम्रो सल्लाह दिनुभयो कि कुनै पनि ठाउँमा जाँदाखेरि उपचार गराउन जाँदाखेरि कुन ठाउँ हो कुन डक्टरले उपचार गरिरहेछ मेरो त्यो सम्बन्धित विशेषज्ञ हो कि होइन होइन त्यहाँबाट उपचार गराएका बिरामीहरू कतिका राम्रा भइरहेछन् ठिक भएको छन् कि छैनन् कि अथवा खालि चाहिँ नि झोलाका झोला औषधि मात्रै लिएर चाहिँ नि बाँचुन्जेलसम्म औषधि मात्रै खुवाएर राख्ने हो कि सो त्यो प्रकारको गतिविधिहरू सबै चाहिँ नि बुझेर अनि मात्रै विशेषज्ञसँग चाहिँ नि तपाईँ चेक गराउनुहोस् यसरी विशेषज्ञसँग चेक गराउँदाखेरि झन्झटिलो भए पनि एकदमै सजिलो तरिकाले थोरै औषधि खाएर पनि मलद्वार सम्बन्धी रोगहरू चाहिँ नि एकदमै राम्रो हुन सक्छ र त्यसको चाहिँ नि नमुना हो एउटा उदाहरण हो हाम्रो बहिनी जब उहाँले आउनुभयो र एकदमै छोटो समय हार्डली कति 2-4 मिनट लाग्यो होला होइन अपरेसन गर्नलाई जबकि कुनै सुई लाएन कुनै दुखाइ भएन उहाँले गराउनु भयो र फलोअपमा आउँदाखेरि पनि उहाँ हाँस्दै आउनुभयो सबै कुरा ठिक छ अरे सो यसरी नै तपाईँहरू पनि यदि यो सम्बन्धी रोग छ भने पीडित हुनुहुन्छ भने सम्बन्धित विशेषज्ञ कहाँ चाहिँ नि चेक गराउनुहोस् होइन तपाईँले नमस्ते धन्यवाद म दुखेर गएको थिएँ तर सन्चो भएर चाहिँ आएँ जनरल ल्याप्रोस्कोपिक सर्जन मेरो नाम सुनिता परियार गौरा दहबाट चाहिँ अनि तपाईँले के समस्या थियो त्यसको बारेमा अलिकति बताइदिनुहोस् मलाई त पाइल्सले निकै साह्रो पारेको थियो मेडिकलमा औषधिहरू पनि कति धेरै खाएँ होइन अनि यो आयुर्वेदिक भनेर आयुर्वेदिक पनि धेरै गरेँ आयुर्वेदिकबाट पनि ठिक भएन त्यस्तै 2-4 वर्ष हुने अनि त्यहाँदेखि फेरि बल्झिहाल्ने ठिकै भएन अनि हजुरको चाहिँ यसो टिकटकबाट चाहिँ देखेर मैले पनि देखेको होइन मेरो हस्बेन्डले देखेर मलाई चाहिँ हजुरको ठाउँमा पठाउनु भएको हो अनि तपाईँ झापाको मान्छे मलाई काठमाडौँमा भेट्नुभयो काठमाडौँमै गएर भेटेँ हजुरलाई
हजुर अनि तपाईँ म कहाँ मेरो क्लिनिकमा आउँदा जचाउन आउँदाखेरि कस्तो लागिरहेको छ मनमा मलाई त डर कतिको धेरै लागेको डर लागेको थियो कति धेरै डर लागेको थियो अपरेसन भन्ने बित्तिकै मलाई कति धेरै अपरेसन पनि भइसकेको छ 22 को चाहिँ अब कस्तो चाहिँ अपरेसन साथीहरूले भन्नुहुन्थ्यो अपरेसन नगर्नु भोलि फेरि पलाउँछ भन्नुहुन्थ्यो होइन तर त्यस्तो होइन रहेछ अपरेसन भनेर अब त्यत्रो ठुलो अपरेसन पनि नहुँदो रहेछ हिँड्न ओर्न सजिलो भयो घरमा आउन हिँड्न ओर्न हिँडेरै आइपुगेँ म ठिमी छ हिँडेरै आयो ठिमी आउनु पर्ने त्यहाँ अलिक बस स्ट्यान्डसम्म चाहिँ मजाले हिँडेरै आएँ त्यस्तो केही भएन म दुखेर गएको थिएँ तर सन्चो भएर चाहिँ आएँ सन्चो भएर चाहिँ आएँ अपरेसन गर्ने बेलादेखि लिएर गरिसकेपछि पनि के केही अप्ठ्यारो भएन? अप्ठ्यारै भएको छैन मलाई टोइलेट गर्न कति धेरै गाह्रो हुन्थ्यो होइन हजुर अब अहिले त्यस्तो छैन सहज छ त्यस्तो सहज छ हजुर मा हाम्रो उपचार पद्धति कस्तो लाग्यो तपाईँलाई ठिकै छ राम्रो छ होइन हजुर अब आफूले गरिकन त थाहा हुने हो होइन हो। साथीभाइले भनेको भरमा होइन आफूले गरेपछि चाहिँ मलाई पनि अब अहिले चाहिँ आनन्द भएको छ जस पहिलेको जस्तो पीडा छैन राम्रो छ हामी अमेरिकन पद्धतिले अमेरिकन मेथडहरू यो टेक्निकले चाहिँ गर्छौँ पाइल्सको उपचार सो पाइल्स मात्रै नभएर अरू अरू रोगहरू पनि हुनसक्छ फिसर फिस्टुला अथवा डिफ्रेन्ट टाइपको अरू आँगन सम्बन्धी रोगहरू हुनसक्छ एटलिस्ट कमसेकम यो सम्बन्धित विशेषज्ञ कहाँ जचाउनुहोस् जचाएर सल्लाह लिनुहोस् त्यसपछि उपचार गराउने नगराउने कहाँ गराउने भन्ने आफ्नो इच्छाको कुरा हो साथ जनरल ल्याप्रोस्कोपिक सर्जन आज हामी हाम्रो नेपालको ए डिभिजन लिगबाट खेल्ने फुटबल प्लेयर हाम्रो विनित केसीज्यूसँग हामी परिचय गराउन गइरहेछौँ उहाँ पनि चाहिँ नि विभिन्न समस्याहरूले पीडित हुनुहुन्थ्यो उहाँ आउनुभयो उपचार पनि गराउनु भयो र आज फलोअपमा आउनुभएको छ सो हाम्रो उपचार विधि कस्तो लाग्यो उहाँलाई अरू बिरामीहरूको बारेमा पनि सुन्नुभयो होला उहाँ सो देशकै निम्ति एउटा फुटबल टिममा लागेर खेलिराख्नु भएको त्यो पनि उहाँ दाङको हुनुहुन्छ पश्चिमबाट पनि गएर राष्ट्रिय लेभलमा फुटबलमा खेलिराख्नु भएको छ प्लेयरहरूमा सो उहाँको अनुभव अलिकति उहाँको बारेमा सुन्नु विनोदजी अलिकति परिचय दिनुहोस् तपाईँ आफ्नो हजुर नमस्ते मेरो नाम विनोद केसी म अब पेसागत रूपले अब म एडिसन राष्ट्रिय प्लेयर पनि भएँ मेरो यो पाइल्स अब सम्बन्धित मलाई धेरै नै अब गाह्रो छ वर्ष अगाडि नै अब कहाँ जाऊँ के गरौँ भन्ने अब मलाई त्यही तनावमा थियो क्या अब धेरै जसो अब व्यक्तिहरूले अब जताततै अब त्यो हुन्छ नि त्यो फेसबुकको त्यो प्रचार हेरेर त्यो हेरेर नाना थरी त्यो औषधि मात्रै खाइदिने त्यही डरले पनि मलाई चाहिँ अब अलि गाह्रो डर भइरहेको थियो राम्रोसँग मैले अब भेटेकै थिएँ डक्टरहरू पनि हजुर राम्रो ठाउँमा दिउँ हाम्रो बारेमा कसरी थाहा पाउनु त मैले यो टिकटकमा हेरेको थिएँ सोसियल मिडियामा हेरेर अनि त्यसपछि के कुराले प्रभावित गर्यो यहाँ यो सेन्टरमा जाउँ एकचोटि उपचार गरौँ भन्ने जाउँ भन्ने त मलाई गर्नु त अरू ठाउँ पनि गर्नु लागिरहेको थियो तर यहाँ कस्तो छ भने चाहिँ एकैछिनमा अपरेसन गर्नु मिल्ने चेकअप पनि गर्नु मिल्ने सजिलैसँग घर पनि लाग्नु मिल्ने न दुखाइ न केही त्यही सोचले म यहाँ आएको हजुर अनि जस्तो हामीले लास्ट टाइम तपाईँको अपरेसन गऱ्यौँ यसको चाहिँ मेसिनले भनौँ न उपचार गऱ्यौँ अमेरिकन पद्धतिबाट गऱ्यौँ कतिको सजिलो भयो अथवा गाह्रो भयो तपाईँलाई अपरेसन गर्ने बेलामा अथवा घर जाने बेलामा धेरै सजिलो हो सोचेको थिएन यस्तो होला भनेर है सुई लगाउँदा बरु चुस्त दुख्छ होइन त्यो गर्दा चाहिँ थाहा पनि पाएन थाहा पनि पाउनु भएन त्यस्तो खालको धेरै घर गएर के अप्ठ्यारो भयो भएन भएन एक हप्ता तपाईँको सल्लाह अनुसार एक हप्तापछि म सुरु गरेको थिएँ गेम पनि खेल्न सुरु गरिहाल्नु भयो ट्रेनिङ गरिहाल्छु खेलिरहेको चाहिँ केही नै भएको ए भएको छैन अहिले तपाईँ यति कम टाइम 1 महिना पनि भएको छैन कस्तो अनुभव गर्नुहुन्छ तपाईँले उपचार कस्तो अहिले फिल भइरहेछ धेरै राम्रो राम्रो छ सबै सन्तुष्ट हुनुहुन्छ खुसी छु सो एज अ प्लेयर पनि तपाईँ त्यो पनि नेसनल लेभलको नेपालको जनताहरू नेपालको जुन मान्छेहरू छन् त्यसबाट मलद्वार सम्बन्धी रोगबाट पीडित मान्छेहरू म्याक्सिमम् मान्छेहरू चाहिँ नि अहिले अनावश्यक ठाउँहरूमा छन् किन भन्दाखेरि जसलाई पाइल्स सम्बन्धी चाहिँ नि नलेज नै छैन ज्ञान नै छैन उपचार गर्दा के त्यसले औषधि लेखिरहेछ होइन अथवा चाहिँ नि यो बोर्डरको पारी गएर जुन पद्धति चाहिँ नि संसारमा कहीँ छैन त्यो पद्धतिहरूबाट बिगारेर आउने धेरै कम्प्लिकेसन्सहरू लिएर आउने गरेका छन् उहाँहरूलाई के सन्देश दिन के भन्न चाहन्छु उहाँलाई अब जताभावी त्यो फेसबुक मार्फत त्यो एडहरू प्रचार हेरेर त्यस्तो खाने काम नगरिदिनुहोस् एउटा अनुभवी डक्टरलाई एकचोटि भेटेर उहाँको सल्लाह अनुसारले ट्रिटमेन्ट गरेर औषधि दिनुहोस् भन्नु
धेरै राम्रो विनोदजी। यो होइन यही डक्टर त्यो डक्टर होइन, यसको जो विशेषज्ञ छ होइन त्यो विशेषज्ञलाई गएर भेट्नु, त्यहाँबाट उपचार गराउनुहोस्, दुःख पाउनुहुन्न र सबभन्दा ठुलो कुरा बिग्रिँदैन है त। धेरै धेरै धन्यवाद। नमस्ते, म डाक्टर प्रभाकर शाह, जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जन। आज हामीले तपाईँहरूलाई एउटा यस्तो बिरामीसँग परिचय गराउन गइरहेका छौँ जो चाहिँ नि विगत निकै वर्षदेखि यो सम्बन्धी एकदम पीडित हुनुहुन्थ्यो र उहाँलाई जुन एउटा पाइल्स पनि निकै ग्रसित अवस्थामा थियो। हामीले ग्रेड 3 भन्छौँ हामी। सो ग्रेड 3 अलमोस्ट ग्रेड 4 मा जान गएको पाइल्स थियो र त्यस्तो पाइल्सको हामी उपचार गरेका छौँ। सो उहाँले केही आफ्नो अनुभवहरू सुनाउन चाहनुहुन्छ तपाईँहरूलाई र यो विशुद्ध जानकारीको लागि कि मान्छेहरूले चाहिँ नि जो मान्छेलाई पाइल्स सम्बन्धी अथवा मलद्वार सम्बन्धी, पाचन प्रणाली सम्बन्धी, एनाटोमी, फिजियोलोजी अथवा सर्जिकल नलेज केही छँदै छैन, ट्रिटमेन्ट के गर्ने भनेपछि डायग्नोसिस नै थाहा छैन र त्यस्तो मान्छेहरूले उपचार गरिरहेछन्। नेपालमा मात्रै होइन, बोर्डर साइडहरूमा, इन्डियामा गएर चाहिँ उपचार गराउँछन् र त्यहाँबाट पीडित भएर बिग्रिएर रोगलाई चाहिँ झन् बिगारेर विभिन्न ठाउँमा घुम्दै हिँडेका छन्। त्यस्तोहरू पनि उहाँले थाहा पाउनु देख्नु भएको छ र उहाँ नेपालमा पनि काठमाडौँभन्दा टाढाकै जिल्लाबाट हुनुहुन्छ, बाहिरबाट आउनुभएको थियो। नमस्कार, हजुर आफ्नो सानो परिचय दिनुहोस् त। नमस्कार, म चाहिँ विदेशमा बस्थेँ। कुन देश बस्नुहुन्छ? मलेसिया 5-6 वर्षदेखि म सिक्युरिटी गार्डमा काम गर्छु। हजुर। अहिले पनि म छुट्टीमा आएको हो। म जस्तै पीडितहरू हजुरको हस्पिटलमा आएर उपचार गरेर सन्चो भएको धेरै देखेँ मैले टिकटकमा। त्यही देख्नु भएको थियो? हजुर, टिकटकमा देखेँ, फलो गरेँ, त्यहीँबाट मैले हजुरहरूको नम्बर लिएँ। त्यसपछि म पनि अब 5 वर्षदेखि पीडित थिएँ। 5 वर्षदेखि पीडित हुनु? हजुर, जडीबुटी मैले धेरै खाएँ। हेर्नुहोस्, एउटा कुरा हस्पिटलमा यहाँ त्यति भयो भनेपछि तपाईँ मैले बाहिर 5 लाख खर्च गरेँ। हेर्नुहोस्, औषधि, त्यो जडीबुटी के झोल बनाएर के खाने मैले दुनियाँदार गरेँ। हेर्नुहोस्, 5 वर्षसम्म केही गरेँ, सन्चो भएन। लास्टमा यहाँ आएपछि हजुरको हस्पिटलमा आएपछि मलाई एकदम अब अपरेसन गरेको 1 महिना पुग्न लाग्यो। एकदम मलाई हल्को भएको छ। एकदम टोइलेट जाँदा पनि पहिला कस्तो अप्ठ्यारो हुन्थ्यो कि, गन्नु पर्ने, अनि फेरि बाहिर निस्किने मासु होइन, त्यसपछि हातले पुछ गरेर भित्र ढल्नु पर्ने, दिसै क्लियर नलाग्ने, कति अप्ठ्यारो महसुस हुन्थ्यो। तर अहिले 1 महिना भयो अपरेसन गरेको, मलाई चाहिँ एकदम हल्को, एकदम शीतलो, धेरै राम्रो फिल भइरहेको छ। कतिको अप्ठ्यारो रहेछ हाम्रो प्रविधि? हजुरको प्रविधि चाहिँ मलाई अपरेसन भने पनि त्यति अप्ठ्यारो प्रविधि चाहिँ मलाई लागेन। अब हल्का त दुख्यो, हजुर, उ गर्न हल्का त दुख्यो, तर 1-2 दिन पछाडि कम हुँदै गयो। त्यसपछि दिशा पनि क्लियर हुँदै गयो होइन, मलाई एकदम राम्रो फिल भयो। यत्रो तपाईँले जस्तो भन्नुभयो 5-6 लाख रुपियाँ खालि उहाँले औषधिमा मात्रै होइन, औषधिमा मात्रै 5-6 लाख रुपियाँ उहाँले खर्च गर्नु, दुःखले कमाएको पैसा 5-6 लाख रुपियाँको औषधि मात्रै खानु हो उहाँले, रोग झन् बल्झेर गयो। निको हुनु त टाढाको कुरा। यसबाट तपाईँहरूलाई पनि एउटा के मेसेज दिन चाहन्छु भने कुनै यो कुराहरू औषधि खाएर निको पारिदिन्छु भनेको 100% झुटो गलत परामर्श हो। धेरै कुराहरू अपरेसन नगरी पनि ठिक हुन्छन् र तर 5-6 वर्ष 5-6 लाख रुपियाँको औषधि नै खानुपर्छ भन्ने पनि छैन। सर्ट टर्म औषधि खाएर, छोटो औषधि खाएर पनि निको हुने हुन्छ, अथवा अपरेसन गरेर यदि निको हुने छ भने त्यसलाई चाहिँ सर्जरी गरेर चाँडै निको हुन्छ। यो चाहिँ लङ टर्म औषधि खाने कुनै त्यस्तो रोगहरू हुँदैन। पाइल्स सम्बन्धी रोगहरू त्यस्तो हुँदैन। सो त्यस्तो बिरामीहरू जो चाहिँ धेरै ठाउँमा भौताडिरहेछन्, दुःख गरेर पसिना बगाएर कमाएको पैसा होइन, यो नचाहिने औषधिको नाममा खर्च गरिरहेछन्, त्यस्तो बिरामीहरूलाई हजुरले के भन्न चाहनुहुन्छ? त्यस्तो बिमारीलाई चाहिँ म सबैभन्दा भरपर्दो, विश्वासिलो र राम्रो उपचार जहाँ हुन्छ त्यहाँ बुझेर आउनुहोस्। सकभर अब टिकटक मार्फत यहीँ आउनुहोस्, यहाँ एकदम राम्रो उपचार हुन्छ। खुद अब अरूको सुनेर होइन, म आफै टिकटक मार्फत फलो गरेर यहीँ आएर उपचार गराएँ हजुर मार्फत, मलाई एकदम राम्रो भयो। तपाईँहरू पनि आउनुहोस्, तपाईँ पनि स्वस्थ रहनुहोस्, यो पाइल्सको समस्याबाट मुक्त हुनुहोस् भन्न चाहन्छु। त्यसरी दुःखले कमाएको पैसा अनावश्यक रूपमा खर्च नगर्नुहोस्। हजुर, एकदम जुन कुराले चाहिँ फाइदा गर्दैन त्यसरी खर्च नगर्नुहोस्। यो सम्बन्धित विज्ञ डाक्टर जो छ त्यहाँ गएर उपचार गराउनुहोस्। सो धेरै राम्रो सल्लाह सुझाव हजुरको। नमस्ते, म डाक्टर प्रभाकर शाह, जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जन।
आज हामी पब्लिक अवेरनेसको लागि प्रायः जसो जुन देखिराख्नु भएको छ नेपालमा प्रायः लेडिजहरू अथवा जेन्ट्स नै पनि धेरैजनालाई देखिरहेको छु यो लुकाएर राख्ने मलद्वार सम्बन्धी रोगलाई एउटा गुप्त रोगको रूपमा लिने लुकिएर चाहिँ नि मलमहरू औषधिहरू ल्याएर उपचार गर्ने पछि धेरै वर्ष 8 वर्ष भयो 10 वर्ष भयो 12 वर्ष भयो अनि त्यसपछि दुःख दिन थालेपछि बल्ल चाहिँ उपचारको लागि जाने उपचारको लागि जाँदा पनि प्रोपर डक्टर कहाँ अथवा प्रोपर यसको विशेषज्ञ कहाँ नगएर अनावश्यक ठाउँमा जसलाई जो विज्ञ नै होइन जसलाई यसको नलेज नै छैन त्यो त्यस्तो ठाउँहरूमा चाहिँ नि गएर महिनौँ महिना वर्षौँ वर्ष अनावश्यक औषधिहरू खाएर बसिरहेका हुन्छन् एकातिर पैसो सकिँदै गएको हुन्छ औषधि जिउमा खाइरहेको हुन्छ खाना मुख बार्न विभिन्न नराम्रो कुराहरू सिकाएको हुन्छ नचाहिने कुराहरू सिकाएको हुन्छ पैसो पनि त्यत्तिकै खोला जस्तो बगाएको हुन्छ र भित्रभित्रै रोग पनि त्यत्तिकै बल्झिँदै गइरहेको हुन्छ यस्तो सिनारियो छ नेपालको यो मलद्वार सम्बन्धी प्रोक्टोलोजी हामी भन्छौँ मलद्वार सम्बन्धी रोगको बिरामीहरूको यस्तो अवस्था छ र विभिन्न कुराहरू खानपिनले गर्दाखेरि लाइफस्टाइलले गर्दाखेरि दिनचर्याले गर्दाखेरि यो रोग दिन प्रतिदिन बढ्दै गइरहेको छ जस्तो कि पहिला बुढाबुढीहरूमा हामी हेर्थ्यौँ त्यसपछि मिडल एजेड मान्छेहरूमा हेर्दै गयौँ अहिले त यङ एजको बच्चाहरूलाई कन्स्टिपेसन लिएर आउने त्यस्तो बिरामीहरू बढ्दै गइरहेको अवस्था छ र यसको लागि चाहिँ नि हामी एकजना बिरामीसँग हाम्रो जुन कि हामी उपचार गरेका थियौँ 1 महिना अगाडि उपचार गरेका थियौँ उहाँलाई मिनिमल इन्भेजिभ सर्जरीबाट सो मिनिमल इन्भेजिभ सर्जरी यो मलद्वार सम्बन्धी रोगको लागि विभिन्न चरणमा मैले जानकारी गराउने गरेको छु हजुरहरूलाई त्योबाट उहाँलाई उपचार गरेका थिएँ अब उहाँबाटै सुनौँ उहाँले उपचार गर्दाखेरि कतिको अप्ठ्यारो भयो उपचार पछि कस्तो भयो र उहाँले के सन्देश दिन चाहनुहुन्छ हाम्रो उपचार विधिबाट उपचार गराइसकेपछि नमस्कार हजुरलाई स्वागत छ हामी एउटा उपचार गराउनु भयो हजुरलाई कतिको जस्तै यहाँ आउँदाखेरि बिरामीहरू पनि कुरा गर्नुभयो होला विभिन्न ठाउँमा जानुभयो होला अथवा यो सम्बन्धी पीडित विभिन्न मान्छेहरूसँग भेट्नुभयो होला कस्तो फिल भएको थियो हजुरलाई त्यति बेला यहाँ आउनुभन्दा अगाडि हजुर सुरुमा आउँदा चाहिँ मलाई एकदम डरै लागेको थियो हजुर यहाँ पनि म एउटा यस्तै भिडियो हेर्दै आएको म यहीँकै मान्छे हो बासिन्दा चाहिँ यहीँको हो तर मलाई थाहा थिएन यहाँ यस्तो हुन्छ भन्ने हजुर हजुर आएर गरेँ मलाई चाहिँ एकदम सजिलो दुख्ने पोल्ने पनि केही भएन त्यस्तो हजुर एकदम राम्रो सबैजना आफ्नो रोग नलुकाइकन आउनु डक्टरसँग भेट्नु एकदम राम्रो डक्टर हुनुहुन्छ मलाई चाहिँ एकदम चित्त बुझ्यो उहाँको औषधि एकदम मलाई म अब ठिक पनि भएँ अब मलाई अहिले त्यस्तो समस्या पनि छैन सो यहाँबाट उपचार गराएर घर गइसकेपछि कतिको गाह्रो भयो केही नै भएन नर्मल जस्तै धेरैजना मान्छेहरूले सुनिराख्नु होला उपचार गराएर गइसकेपछि हप्तौँसम्म महिनौसम्म बेडबाट उठ्न सक्दैन तपाईँलाई कतिको गाह्रो भयो केही भएन केही पनि भएन एकदम राम्रो गर्नु केही भएन गएर खाना आफै पकाएर खानुभयो खाना आफै पकाएँ मेरो ब्याङ्कको कति धेरै काम थियो म दिनै पछि हिँडी पनि राखेँ मैले एक दिन रेस्ट पनि गरिनँ हजुर हजुर मुखहरू पनि केही बार्नु नपर्ने एकदम सजिलो अब नभए त अब यस्तो त अप्ठ्यारो अब रेस्ट गर्नुपर्छ भनेको सुनेको थियो तर यहाँको यो एकदम राम्रो लाग्यो सो तपाईँले यो जुन मलद्वार सम्बन्धी रोगहरू अहिले पनि तपाईँ आउँदाखेरि देख्नुभयो होला धेरै नै ठाउँबाट पीडित मान्छेहरू होइन यसोमा छ वर्षौँसम्म औषधि खाएका मान्छेहरू छन् उहाँ त्यस्तो बिरामीहरूलाई के सन्देश दिन चाहनुहुन्छ सन्देश अब डक्टरकोमा जानु देखाउनु आफ्नो रोग नलुकाउनु उहाँ डक्टरले चाहिँ एकदम राम्रो तरिकाले दुखाउनु पनि हुन्न केही ब्लड पनि जाँदैन आफ्नो रोग लुकाएर नबस्नु उहाँ डक्टरसँग आएर भेट्नु भनेर सल्लाह दिन चाहन्छु उहाँले एकदमै राम्रो सल्लाह दिनुभएको छ जस्तै कि मान्छेले लुकाएर नबस्नु पहिलो कुरा रोगलाई लुकाएर दबाएर दबिने कुरा होइन बरु बेलामा उपचार गरायो भने थोरै पैसामा सजिलोसँग उपचार हुन्छ होइन सजिलोसँग उपचार हुन्छ बल्झिनुभन्दा अगाडि नै उपचार गराउनुहोस् र अर्को कुरा चाहिँ उहाँले के भन्नुभयो भने विशेषज्ञ कहाँ मै कहाँ नआए पनि यो रोगको जो जानकार छन् विशेषज्ञ छन् त्यहाँ गएर उपचार गराउनुहोस् त्यस्तो गर्नुभयो भने तपाईँको समय पनि जोगिन्छ पैसो पनि जोगिन्छ औषधि पनि थोरै खानुपर्छ वर्षौँ वर्षसम्म झोला झोला औषधिहरू खानु परेन र चाँडै सन्चो पनि हुन्छ सो धेरै धेरै धन्यवाद हजुरलाई सुस्वास्थ्यको कामना नमस्ते म डाक्टर प्रभाकर शाह जनरल ल्याप्रोस्कोपिक सर्जन आज हामी तपाईँहरूलाई एकजना यस्तो बिरामीसँग परिचय गराउन गइरहेका छौँ जुन कि उहाँको समस्या कस्तो बिजोग थियो कस्तो अवस्थामा थियो कहाँ कहाँ उपचार गराउनु भयो र हामीले जुन उपचार गऱ्यौँ उहाँको त्यो उपचार पद्धति कस्तो लाग्यो यो अमेरिकन प्रविधिबाट गर्दाखेरि त्यो कुरा चाहिँ नि
उहाँ अपरेसन पश्चात पहिलोचोटि 1 महिनापछि मलाई भेट्न आउनुभयो आज फलोअपमा। सो नमस्कार हजुरलाई। तपाईँ आफ्नो सानो परिचय दिनुहोस् त। मेरो नाम देवराज जोशी, परशुराम नगरपालिका वार्ड नम्बर 7 साधनी बस्छु म। मैले यो बाबासिरको बारेमा चाहिँ धेरै इलाजहरू गरेँ, इन्डिया नेपाल लगायत धेरै ठाउँमा गरेँ, तर कुनै ठाउँमा पनि औषधिको पोको मात्रै बाँधेर ल्याएँ, त्यो खाएँ, त्यसले कुनै केही 4 दिनको लागि 20 को 19 मात्र हुने, त्यसपछि चाहिँ बल्झी जाने, त्यस्तो समस्या भयो सर। समस्या के थियो तपाईँको? रगत जाने, दुख्ने, पोल्ने के थियो? मलाई सर दिशा बस्दाखेरि समस्या हुने भनेको पहिला मासु मात्रै निकल्ने, अनि त्यसपछि छलछल्ती ब्लड जाने, छलछल्ती रगत मात्रै जाने। हजुर। आत्तिनु भयो होला त्यति बेला? आत्तिने सर, छटपट्टिने, यो त के भयो आज मलाई, अब त मरिहाल्ने हो भन्ने त्यस्तो सोचिहाल्ने। त्यस्तो सोच्दा मात्रै कि मर्ने बाहेक अब छैन। अब छैन सर। सो तपाईँले इन्डिया पनि जानुभयो? इन्डिया पनि गएँ सर। औषधि खानुभयो होला? औषधि खाएँ। औषधि खानुभयो। यहीँ नेपालमा पनि विभिन्न ठाउँमा खाएँ, यो आयुर्वेदिक खाएँ, अङ्ग्रेजी औषधिहरू खाएँ, कुनै केही सिप लागेन सर। सो उहाँ पहिलोचोटि जचाउन आउँदाखेरि रगत यस्तो ब्लिडिङ भएको अवस्था थियो उहाँको, मलाई पहिलोचोटि भेट्दाखेरि म बाँच्दिनँ कि भनेर पनि भन्नुभएको थियो। हजुर हजुर। ब्लिडिङले गर्दा त्यस्तै होइन त? हजुर। अनि हामीले एसेस गऱ्यौँ होइन, सबै कुरा हेऱ्यौँ, उहाँलाई सबै औषधि पहिलाको बन्द गरायौँ र हामीसँग उपचार गराउँदा पनि तपाईँलाई मनमा त अलिकति खुल्दुली भयो होला, कस्तो होला के होला भनेर लाग्यो होला? धेरै खुसी छु सर। अहिले त्यो खुल्दुली भन्दा पनि मलाई त धेरै खुसी, चमत्कारै भएको छ, चमत्कारै यस्तो चमत्कार भएको छ कि म अहिले चाहिँ धरती र आसमानको फरक भएको छ सर। त्यस्तो फिल भएको छ? हजुर। सो अहिले खुसी हुनुहुन्छ? खुसी छु, एकदम खुसी छु सर। सो रगत सगत अहिले जाने त्यस्तो केही पनि छैन? त्यस्तो केही पनि छैन सर। सो अब जस्तै अरू बिरामीहरू पनि प्रायः जसो देखेको चाहिँ नि, जस्तै इन्डियाहरूको गएर चाहिँ नि बोर्डर साइडहरूमा होइन, नन मेडिकल क्वाकहरूसँग चाहिँ नि सुई लाउनेदेखि लिएर विभिन्न थरीका नयाँ नयाँ कुराहरूको यहाँबाट उपचार गराउँछन् होइन, अथवा चाहिँ नि जान्दै नजानेका पाइल्सको बारेमा केही थाहा नै नभएको मान्छेहरू कहाँ पनि गएर विभिन्न औषधिहरू खान्छन्, झोलाका झोला औषधि बोकेर आउने गर्छन्, देख्नुभयो होला। त्यस्तो बिरामीहरूलाई तपाईँ एउटा सामान्य मान्छे, नेपाली नागरिक, तपाईँले चाहिँ एउटा अनेस्टली इमान्दारीका साथ के सल्लाह दिनुहुन्छ? यो उनीहरूलाई म बिमारीलाई के भन्न चाहन्छु भनेपछि, सबभन्दा फर्स्टमा मान्छेहरूलाई यताउति सोधबुझ गरेर मात्रै जानु होला, अन्यथा लापरवाही हिसाबले मैले गर्नु छ भनेर मात्रै जानु भएन होइन। कुन ठाउँ उपयुक्त होला, कुन ठाउँ गरे राम्रो होला, कुन डाक्टरको सल्लाह लिए राम्रो होला भन्ने चाहिँ सोच विचार राखेर गर्नु होला भन्ने चाहिँ सल्लाह दिन्छु। कुनै पनि ठाउँमा उपचार गराउन गएपछि त्यो डाक्टर त्यसको विज्ञ हो कि होइन, त्यो को डाक्टर हो के हो सबै कुरा बुझेर मात्रै गराउने होइन त हजुरको? जहाँ गराउनुहोस्, जोसँग गराउनुहोस्, सम्बन्धित विशेषज्ञ हुनु पर्यो। त्यो गरेपछि त निको हुँदो रहेछ, सजिलो तरिकाले निको हुँदो रहेछ। तपाईँले जम्मा 15 दिनको औषधि 10-15 दिन चलायो होला, हामीले औषधि चलायौँ, अहिले छ्याङ्ग भएको छ, राम्रो पनि भएको छ। र मैले अहिले जाँचेर हेर्दाखेरि मलाई लाग्छ, मैले मेरो चाहिँ विश्वास के छ भने दोहोऱ्याएर यो कहिले पनि आउँदैन, सधैँको लागि उहाँ सन्चो हुनुभएको छ। र अर्को सबभन्दा ठुलो कुरा, मुख बार्ने चाहिँ बिरामीहरूको मेन एउटा समस्या हुँदो रहेछ, जहाँ गए पनि यो खाने यो नखाने भनेर लिस्ट दिँदो रहेछ, वास्तविकता त्यस्तो होइन। उहाँलाई मैले चाहिँ आउने बित्तिकै मैले भनेको थिएँ, त्यति अपरेसनको बेलामा पनि भनेको थिएँ, खानेकुरा सबै खानु होला तपाईँ। हजुर, खानेकुरा सबै खानु होला, अनावश्यक जस्तै मैदाले बनेको खानेहरू, जङ्क फुडहरू, यो बजारको खानेकुराहरू त्यस्तोहरू चाहिँ नखाने, नत्र घरमा पाकेको सबै कुरा पवित्र हुन्छन्, सबै खानु होला। राम्रो पनि भएको छ, सबैको स्वास्थ्य लाभको कामना गर्दछु। नमस्ते, म डाक्टर प्रभाकर शाह, जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जन। आज यो मलद्वार सम्बन्धी रोगहरूले जुन ग्रसित भइरहेका छन्, आन्द्राको समस्याले पाचन प्रणालीको समस्याहरू धेरै आइरहेछ बिरामीहरूलाई, र यो नेपालभरिको अहिले हेर्दाखेरि कन्टेक्स्ट हेर्दाखेरि विभिन्न खानपिनको कारणहरूले गर्दाखेरि, दिनचर्याको कारणहरूले गर्दाखेरि, बिजी लाइफस्टाइल मान्छेको कारणले गर्दाखेरि, र यो विभिन्न कारणहरूले गर्दाखेरि पाचन प्रणाली सम्बन्धी, त्यसपछि गएर तपाईँको आन्द्रा सम्बन्धी र मलद्वार सम्बन्धी
रोगहरू चाहिँ नि बल्झिँदै गएको, धेरै नै उत्पत्ति भएको, धेरै मान्छेले ग्रसित भएको देखिएको छ। र यस्तै क्रममा हामीले चाहिँ नि एउटा निकै नै यो पाइल्सबाट ग्रसित बिरामी, पाइल्स रोगबाट ग्रसित बिरामीलाई हामीले यो केही दिन अगाडि हामी उपचार गरेका थियौँ र हाम्रो उपचार पद्धतिबाट चाहिँ नि उहाँलाई कस्तो भयो, के भयो, उहाँले चाहिँ नि यो सर्वसाधारणमा अरू तपाईँहरूमा यो पब्लिक अवेरनेसको लागि चाहिँ नि केही भन्न चाहनुहुन्छ? उहाँसँग परिचय गराउँदैछौँ हामी। नमस्कार। नमस्कार। हजुर आफ्नो सानो परिचय दिनुहोस् त। मेरो नाम दीपक राई हो। अब हाल म दमक सीतापुरी कमल 4 गाउँपालिकाबाट आएको हुँ। विशेष म यहाँ आउनुको कारण चाहिँ पाइल्स भएको रहेछ, मलाई त थाहा थिएन। आजभन्दा 2 वर्ष अगाडिको कुरो हो। 2 वर्ष भन्दा अगाडि पाइल्स भयो भएन मलाई त्यो भित्र थाहा भएन, तर यहाँ आउँदा चाहिँ पाइल्स भएको सुरु त थाहा भयो। सुरुमा चाहिँ मलाई के भएको थियो भने जस्तै दिशाहरू टाइट आउने, ब्लड त्यति नजाने, कोही बेला जाने, त्यस्तो हुँदै मैले अरू हस्पिटलबाट साधारण दबाईहरू खाएँ, तर त्यसले कुनै तातो साह्रो लगाएन। त्यस पछाडि यहाँ आएर बुझ्दाखेरि यो पाइल्स भएको पक्का मलाई थाहा भयो। त्यस पछाडि यहाँ डाक्टर साहबले नै गरिदिनु, मलाई एकदम खुसी लागेको छ। सो अहिले विभिन्न मान्छेहरू डराइरहेछन्, बुझ्नुभयो न, यो पाइल्सको उपचार गराउँदाखेरि। प्रायः मान्छेहरूको मानसिकता के छ भने औषधिले मात्रै हुने हो कि। सो 6 महिना, 1 वर्ष, 2 वर्ष, 3 वर्षदेखि औषधि खाए गर्दा रहेछन्। तपाईँहरू पनि देख्नुभयो होला मान्छेहरूलाई, औषधि मात्रै खाए गर्यो, विभिन्न यहाँ राम्रो छ, त्यहाँ राम्रो छ, उसले 100% ग्यारेन्टीका साथ भनिरहेछन्। बाहिर बिरामीहरू पनि धेरै भेट्नुभयो होला तपाईँले, होइन? सो अनि अपरेसन भन्ने बित्तिकै डराउने, होइन? अपरेसन भन्ने बित्तिकै चाहिँ यसको कम्प्लिकेसनहरू दिशा नअडिने हुन्छ कि, क्यान्सर हुनसक्छ कि, रगत धेरै जान्छ कि, होइन? घर गएर चाहिँ 1 महिना थला पर्ने हो कि भनेर डराउँछन्। तपाईँको आफ्नो कस्तो अनुभव लाग्यो कि के गर्दा राम्रो हुन्छ? औषधि खाएको राम्रो कि यसलाई चाहिँ नि उपचार विधि पनि सजिलो रहेछ अरू? होइन, यहाँ मैले यसो आएर मैले आफैले भोगेर जाँदाखेरि चाहिँ मलाई एकदम राम्रो लाग्यो। यहाँ कुनै त्यस्तो किसिमको आपत्ति नपर्दो रहेछ। अपरेसन भइसके पश्चात पनि आफू सहजैसँग हिँडेर घरसम्म पुग्न पनि सकिने, साधारण काम सब पनि गर्न सकिन्छ। तर अब सुरुमा चाहिँ अब अपरेसन गर्न लगातार चाहिँ केही हुन्छ कि भन्ने डरले चाहिँ म चाहिँ गरिनँ। नत्र मलाई चाहिँ आएको थियो, म यहाँबाट घर फर्किने बित्तिकै काम गर्न सक्छु, मलाई त्यस्तो हिम्मत भएको छ। तर त्यस्तो साह्रो भएन, ब्लड पनि गएन, साह्रै खुसी लाग्यो। डाक्टर साहब हजुरलाई धन्यवाद धेरै। सो तपाईँले के भन्न चाहनुहुन्छ कि यो मान्छे चाहिँ नि वर्षौँसम्म औषधि किन्दै खाँदै गरोस् कि यसको चाहिँ नि सजिलो तरिकाबाट उपचार गराएको राम्रो? मलाई लाग्छ, जहाँसम्म लाग्छ आजसम्म यहाँ आएर बुझ्दाखेरि चाहिँ यो अपरेसन विधिबाटै सजिलो तरिकाले हजुरले गरिदिनु भएको विधि नै अप्नाएर चाहिँ गरेर चाहिँ एकदम साह्रो राम्रो हुन्छ जस्तो लाग्यो मलाई यो। किनभने औषधिले चाहिँ मैले धेरैवटा औषधिले युज गरेँ, तर औषधिले कुनै काम नलागेपछि म यहाँ आउनुको कारण चाहिँ यही नै हो। सो हजुरसँग हजुरको श्रीमती होइन आउनु भएको छ, अस्ति पनि सँगै आउनु भएको थियो, होइन? जचाउनु पनि सँगै आउनु भएको थियो, के पीडित थियो सबै। हजुरले यो सबै देख्नुभयो, बाहिर अरू बिरामीहरूसँग पनि भेट्नुभयो होला। विशेष गरेर महिलाहरू पनि यो पाइल्सबाट अथवा मलद्वार सम्बन्धित समस्याबाट, पाचन प्रणालीको समस्याबाट पीडित छन्। यो सबै कुरा देखेपछि हजुरले के भन्नुहुन्छ? यो सबै कुरा देखेपछि म एकदम खुसी लाग्यो, राम्रो लाग्यो। यसरी औषधिहरू खानु भनेको चाहिँ त्यो रोकथाम मात्रै रहेछ के, अनि त्यो पाइल्स जाने होइन रहेछ। यो पाइल्स हो भन्ने थाहा पाइसकेपछि चाहिँ उहाँ डक्टरलाई भेट्नु एकदमै राम्रो लाग्यो। हाम्रो यसरी अब 2 वर्ष अगाडि उहाँलाई भएको रहेछ, मेरो श्रीमानलाई, होइन? उहाँले भन्नु भएन, 1 वर्ष अगाडि चाहिँ भन्नुभयो यसरी मलाई यस्तो हुन्छ हो भनेर भन्नुभयो। अनि यहाँ डक्टर साहब चाहिँ युट्युबमा देख्नु भएछ, यहाँ सुरुङ्गामा यस्तो रहेछ, त्यहाँ लु बुझ्नु जाउँ न त भनेर आएर हामी बुझ्यौँ। उहाँ काउन्टरको भाइसँग बुझ्यौँ, होइन? भाइले सबै कुरा भन्नुभयो र तपाईँहरू यसरी तयारीमा आउनु, डाक्टर साहबले यसरी गर्नुहुन्छ, हाम्रो चाहिँ यसो मेसिनद्वारा हुन्छ, होइन? त्यसरी चिरफोर हुँदैन, अनि तपाईँहरू त्यही दिनै घर जानु सक्नुहुन्छ भनेर सल्लाह दिनुभयो। र हामी आएर डक्टरहरूसँग भेट्दा पनि यस्तै राम्रो सल्लाह दिनुभयो र अनि उहाँको चाहिँ धेरै छिपी गएको रहेछ, यस्तो 4 स्टेप पुगेको भनेर भन्नुभयो डक्टर।
रबले अनि 4 स्टेप पुगेको अब धेरै ठुलो गाँठो थियो, मासु नै बाहिर निक्लेको रहेछ। हामीले घरमा चाहिँ अब उहाँले भन्नुभएन, लुकाउनु भएको रहेछ। जब यहाँ हस्पिटल आएपछि अब डक्टर सरले देखाउनु भएपछि मैले हेरेँ, देखेँ र अहिले अब 1 महिनामा हामी फलोअपमा आउँदाखेरि राम्रो भयो, त्यस्तो केही छैन। त्यो गाँठो सबै गयो, एकदमै खुसी लाग्यो। त्यस्तो समस्या पनि केही भएन र यस्तो अब हजुरहरूको पनि कोही बिरामी यस्तो छ भने नलुकाउनुहोस् र औषधि भनेको रोकथाममा त्यो हुँदो रहेछ र यहाँनिर सुरुङ्गा हस्पिटल क्लिनिकमा आउनुहोस्, यहाँ डाक्टर साहब काठमाडौँबाट आउनु हुँदो रहेछ। धन्यवाद। सो धेरै राम्रो, उहाँले धेरै राम्रो कुरा गर्नुभयो। वास्तविकता के छ सुरुदेखि अहिलेसम्मको जुन वास्तविकता उहाँले जुन छ सबै कुरा बताइदिनु भएको छ। सो तपाईँहरूले पनि धेरैजना यसबाट पीडित मान्छेहरूले, पीडित व्यक्तिहरूले भोगिराख्नु भएको होला। यो औषधि खाने तबसम्म औषधि दिइराख्छन् जबसम्म तपाईँ धाइराख्नुहुन्छ, तबसम्म चाहिँ तपाईँलाई औषधि दिइराख्छ उनीहरूले। सो त्यसरी औषधि खाएर वास्तविकता त्यो औषधि केमा प्रयोग हुन्छ, कसरी काम गर्छ, के को लागि हो, अथवा मलद्वार सम्बन्धी जति रोग भए पनि सबैले एउटै औषधि हुने होइन र त्यो औषधि पनि कुनै सीमित अवधिको लागि होइन। यो महिनौँ महिना वर्षौँसम्म चाहिँ त्यही औषधि चलाइराख्ने, खाइराख्ने त्यस्तो नहुन सक्छ। अथवा मलद्वार सम्बन्धी पाइल्स नभएर अरू पनि रोग हुनसक्छ जसको चाहिँ औषधिले मात्रै पनि पुरै निदान हुनसक्छ। यो कुराहरूलाई चाहिँ विचार गर्नुहोला र मेरो सल्लाह के छ भने कमसेकम यो सम्बन्धी विज्ञसँग एकचोटि सल्लाह लिनुहोस्, जचाउनुहोस्। घर बसेर लुकाएर पनि नबस्नुहोस् र अनावश्यक औषधि महिनौँ महिना वर्षौँसम्म चाहिँ त्यसरी नखानुहोस्। सो उहाँहरूको सुस्वास्थ्यको एकदम धेरै धेरै शुभकामना छ, कामना छ मेरो। धेरै धेरै धन्यवाद। धेरै खुसी लाग्यो र अनि म के भन्न चाहन्छु भने अब आउने जति पनि पाइल्स पीडितहरू, पाइल्स रोगीहरू छन्, जति छन् यिनी तपाईँहरूले यो दबाई युज गर्नुभन्दा बरु अपरेसन गर्नु नै बेस्ट होला कि जस्तो मलाई एकदम लाग्यो। तर हजुरहरूको विचार हो होइन। त्यसमा म चाहिँ हजुरहरूले चाहिँ यही भन्न चाहन्छु कि तपाईँहरूले दबाई खाएर धाइराख्नु, क्लिनिक हरेक हस्पिटल धाइराख्नुभन्दा यहीँ आएर डाक्टर प्रभाकर शर्माज्यूबाट गर्नुहुँदो रहेछ। मलाई एकदम खुसी होस्, धेरै राम्रो लाग्यो। यहीँ आएर तपाईँहरू आफ्नो रोगको निदान गर्नुहोस् भन्न चाहन्छु। हस्, नमस्ते, म डाक्टर प्रभाकर शाह, जनरल एन्ड ल्याप्रोस्कोपिक सर्जन। आज हामी एकजना हाम्रो यस्तै बिरामीसँग परिचय गराउन गइरहेका छौँ र त्यो परिचय गराउनुको र उहाँको जुन उहाँले के कुरा भन्नुहुन्छ त्यो चाहिँ जनचेतनाको लागि, जुन हाम्रो समाजमा प्रायः गरेर महिलाहरूले रोगलाई दबाएर बसेका छन्, लुकाएर बसेका छन् र आजै पनि हामीले हेऱ्यौँ, उहाँले पनि आज भेट्नुभयो बाहिर, केही महिलाहरू धेरै नै वर्षदेखि चाहिँ नि यसबाट पीडित हुनुहुन्छ, लाखौँ रुपियाँ खर्च गरिसक्नु भएको छ। धेरै डिफ्रेन्ट सेन्टरहरूमा गएर महिनौँ महिनासम्म झोला झोला औषधि खानु भएको छ र लाखौँ लाख सकाएर पनि रोग चाहिँ झन बल्झेर बस्नै नसक्ने, यसरी कुर्सीमा बस्न पनि नसक्ने अवस्थामा यहाँ आइपुग्नु भएको छ। त्यस्तो महिलाहरूको जनचेतनाको लागि, त्यस्तो महिलाहरूको लागि चाहिँ नि हाम्रो उहाँले चाहिँ के कुरा भन्नुहुन्छ। सो नमस्कार। नमस्कार सर। हजुर आफ्नो सानो परिचय दिनुहोस् त। नमस्ते, म दाङदेखि। तपाईँ जस्तै यो समस्या जुन आयो होइन, भनौँ न मलद्वार सम्बन्धी, यसमा तपाईँ पनि जुन समाजमा हुनुहुन्छ, हाम्रो नेपाली समाजमा यसमा कस्तो देख्नु भएको छ? लजाउने अथवा चाहिँ नि खुलेर नबोल्ने, रोगलाई दबाएर सहेर बस्ने, त्यो प्रवृत्ति तपाईँले कतिको अनुभव गर्नुभएको छ? यो चाहिँ धेरैमा छ, यो चाहिँ है धेरैमा छ। तर यस्तो यो लुकाएर जो आफूसँग भएको रोगहरू छ यो लुकाएर चाहिँ नबस्नुहोस्, सबै आफ्नो रोगलाई पालेर नबस्नुहोस् र यदि तपाईँहरूलाई त्यस्तो छ भनेपछि खुलेर डक्टरसँग खुलेर उपचार गर्नुहोस्, कुरा गराउनुहोस् र चेक गराउनुहोस्, राम्रो उपचार गर्नुहोस् भन्न चाहन्छु। सो तपाईँ दाङबाट यहाँसम्म आइपुग्नु हो होइन, दाङमा जाँदैन दाङबाट यहाँसम्म आइपुग्नु भयो, तपाईँलाई के कुराले चाहिँ नि यहाँसम्म ल्यायो, मेरो क्लिनिकसम्म ल्यायो? मेरो रोग एकदम धेरै नै ऊ भइरहेको थियो होइन, मलाई चाहिँ एकदम गाह्रो भइरहेको थियो। पाइल्सले गर्दाखेरि म दिशा गर्न पनि मलाई एकदम समस्याहरू धेरै थियो। मेरो पेटहरू दुख्ने, खानाहरू अपच हुने, त्यस्तो समस्याहरू धेरै थियो। त्यो कारणले गर्दाखेरि
म चाहिँ यहाँ डाक्टर प्रभाकर शाहले चाहिँ राम्रो उपचार गर्नुहुन्छ भनेर चाहिँ म यहाँ थाहा पाएर म यहाँसम्म आएको छु। कसरी थाहा पाउनुभयो? सामाजिक सञ्जालबाट? हजुर, मैले सामाजिक सञ्जालबाट नै थाहा पाएको। मैले उहाँको चाहिँ यो टिकटकबाट मैले हेरेको थिएँ, धेरैजनाको निको भएको रहेछ होइन। अनि त्यो भएर चाहिँ मैले ती टिकटकदेखि नै थाहा पाएर म यहाँसम्म आएको। अनि जस्तै यहाँ आउनुभयो होइन, यहाँ चाहिँ अपरेसन गर्नुपर्छ भनेर मैले भने होला तपाईँलाई, मनमा कस्तो आफूलाई लाग्यो कि यो गरेर पनि मलाई निको होला नहोला, के होला, कतिको अप्ठ्यारो होला, डर त लाग्यो होला, केही पनि अप्ठ्यारो त भयो? त्यस्तो अप्ठ्यारो पनि केही पनि लागेन, डर पनि लागेन। धेरैजनाले पनि गरिराख्नु भएको थियो है। म आउँदाखेरि धेरैजना अपरेसन गरेर बाहिरतिर जाने आउने प्रक्रिया चलिरहेको थियो। उहाँहरूले पनि राम्रै छ, राम्रो छ, मैले पनि पहिला गरेकोहरूले पनि बल्झेको छैन भनेर भन्नुभयो होइन। त्यो सुन्दा पनि म एकदम खुसी थिएँ र मैले त्यो सुनेँ। अनि त्यसपछि मैले चाहिँ त्यसरी नै हजुरसँग म यो अपरेसन नै गर्छु भनेर सो अलिकति तपाईँको व्यक्तिगत जस्तै कि अपरेसन गर्ने बेलामा अथवा अपरेसन गरिसकेपछिको अनुभव सुनाइदिनुहोस् हाम्रो। किनभने अपरेसन भन्ने बित्तिकै बिरामीहरूले चाहिँ नि अरू जुन बजारमा भनौँ न अरू प्रविधिहरू छन् जुन कि भनौँ न पहिला बाजे बराजु पालाको प्रविधिहरू जुन संसारमा कहीँ पनि छैन, त्यो प्रविधिहरूबाट चाहिँ उपचार गराउँछन् र धेरै नै दुःख पाएका होइन। धेरैले त्यो दुःख हेरेर सुनेर पनि बिरामीहरू आत्तिएको हुन्छ, मैले पनि दुःख पाउने हो कि, 1 हप्तासम्म बेडमा गएर सुत्नु पर्ने हो कि, त्यसरी चाहिँ फिल हुन्छ। तपाईँले कतिको अनुभव गर्नुभएको छ? त्यस्तो केही पनि हुँदैन है हजुरहरू। यदि आएर अपरेसन गर्ने, त्यस्तो अपरेसन भनेपछि सुन्न बित्तिकै नडराउनुहोस्। यो पाइल्सको लागि चाहिँ एकदम सजिलो छ है। हामीलाई त्यस्तो न चिर्न पर्छ, न काट्न पर्छ, न केही गर्नुपर्छ, केही नै गर्नु पर्दैन। त्यही हो, आएपछि अब क्लियर रूपमा नदुख्ने, केही पनि नगरेर चाहिँ हाम्रो अपरेसन चाहिँ सक्सेस हुन्छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू यदि आउनुहुन्छ भने, अपरेसन गर्नुहुन्छ भने नडराउनुहोस्, म यही भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। यो जनचेतनाको लागि विशेष गरी महिलाहरू, विशेष गरी त्यस्ता बिरामीहरू जो वर्षौँसम्म झोला औषधिहरू खाइराख्नु भएको छ, विभिन्न ठाउँमा गएर अपरेसनको नाममा चाहिँ नि बिगारेर रोगलाई बिगारेर बस्नु भएको छ, अथवा यसलाई चाहिँ नि लामो कहिल्यै निको दीर्घ रोगीको रूपमा लिएर पालेर बस्नु भएको छ भने त्यस्तो बिरामीहरूलाई उहाँले एउटै सन्देश दिनुभयो कि खुलेर कुरा गर्नुहोस्। यो कुनै गोप्य रोग होइन, यो कुनै अनौठो रोग होइन, यो सजिलोसँग निको हुने रोग हो। तर विशेषज्ञ कहाँ, जसको जो विशेषज्ञ छ त्यहाँ गएर चेकअप गराउनुहोस्, सजिलैसँग पनि उपचार हुन सक्छ। नमस्कार, धन्यवाद हजुरलाई।